सम्पूर्ण महानुभावहरुमा हार्दिक नमस्कार। म राजन सुवेदी, रूपा गाउँपालिका वडा नम्बर 2 को वडा अध्यक्ष। घटक स्थापनाका दिनदेखि तपाई हाम्रो घर आँगनमा विजया दशमी प्रारम्भ भइसकेको चाहिँ छ। यो खुशीको क्षणमा, यो खुशीको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ दिदीबहिनीहरुमा म सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सम्पूर्ण रूपाली जनसमुदाय स्वदेश तथा विदेशसम्म छरिएर रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक शुभकामना छ। यो दशैं उमङ्गमय बनोस्, यादगार बनोस्। तपाईका जे जति समस्याहरू थिए ती सबै समस्याको समाधान होस्। आजका दिनदेखि तपाईहरुको जिन्दगी उल्लासमय बनोस्, यादगार बनोस्, शुभकामना छ। हाम्रो भाइ पुस्ता जेएनजीले गरेको आन्दोलनले यति बेला हामी नेपालीलाई नयाँ सन्देश दिएर गएको चाहिँ छ। यो आन्दोलनमा ज्यान गुमाउने यो देशका सपूतहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। घाइते भएर हस्पिटलको शय्यामा छटपटाइरहनुभएका जेएनजी आन्दोलनका बिरामीहरूप्रति पूर्ण स्वास्थ्य लाभको कामना छ। यो आन्दोलनले हामी जनप्रतिनिधि, राजनीतिक दल लगायत धेरै सन्देश दिएको चाहिँ छ। हाम्रा गतिविधिले यो आन्दोलन भड्किएर यहाँसम्म आयो। धेरै नघुमाइकिन भन्न पर्दा हामी कहाँ चुक्यौं, कहाँबाट सुध्रिन पर्ने हो, सच्चिन पर्ने हो, सच्चिन सक्ने शक्ति दुर्गा माताले दिनुहुनेछ भन्ने अपेक्षा गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो विशेष पर्व बडा दशैंको हार्दिक शुभकामना छ। धन्यवाद।